हेलो गाइस, मैले चाहिँ आज चाहिँ होइन सिस्नोको सिसिएनएको कोर्सको बेसिक 1 घन्टाको भिडियो हेरेको थिएँ। अनि मैले त्यहाँ चाहिँ वाट इज नेटवर्किङ, अनि हब, अनि रिपिटर, यो कुरा 3टा कुरा चाहिँ बुझेँ कि नेटवर्किङ भनेको दुईभन्दा बढी कम्प्युटरहरूलाई जोड्न अथवा केही रिसोर्सेसहरू सेयर गर्नको लागि युज हुन्छ। अनि हब चाहिँ अब डाइरेक्टली कनेक्ट गर्न के अब एउटा कम्प्युटर टर्न अफ भयो भने अर्कोलाई डिस्टर्ब नहोस् भनेर त्यो सजिलोसँग ट्रान्सफर गर्नको लागि युज हुने रहेछ भने। अनि रिपिटर चाहिँ अब लङ डिस्टेन्सको के कुनै अब उसको क्यापेसिटी हुन्छ नि त केबलहरूको, त्यसको क्यापेसिटीकोलाई रिपिट गर्नलाई के भनौँ अब कुनै केबलको 100 मिटरको मात्र क्यापेसिटी छ भने अब हामीलाई 150 मिटरको डिस्टेन्ससम्म पुर्याउनु छ भने त्यसको बिचमा चाहिँ रिपिटर राखेर चाहिँ त्यसलाई बढाउने काम गरिने रहेछ है त। आजको चाहिँ म यति, लेट्स चेक है त के हुँदै जान्छ। किप सपोर्टिङ, किप लभिङ, बाई बाई।